अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो। कम्बोडियामा 32,000 करोड 21,000 करोड डलर, स्विस बैंकमा यति हजार। तपाईहरु त हेर्न जान सक्नुहुन्न। हाम्रो देशको राष्ट्रिय गीत के हो? जिल्ला 12। हाम्रो देशको राष्ट्रिय गीत के हो? राष्ट्र के हो? नेपाल हो। नेपालको राष्ट्रिय गीत काठमाडौँ हो। काठमाडौँकै बताइदिनुस्। राष्ट्रिय गीत काठमाडौँको र नेपालको हुँदैन, देशकै हुन्छ। हामीहरु मध्ये कसैलाई गएर प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ यति। बनिस मन्त्री त सारा बाख्रा छु। कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरूले अबको 5, 6, 7, 8 वर्षपछि यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्। यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर दिनको महिनाको 2 लाख, 3 लाख, 4 लाख यही डाँडामा बसेर आम्दानी गर्नेछन्। सूर्य थापा किन उठ्नु भएको छ? केमा हो? उहाँको बानी नै त्यस्तो हो, जहिले पनि जुर्क उठ्नुहुन्छ सामुख महोदय। म त्यसपछि भन्छु जनताले यसरी नठगाउँ। मान्यज्यूहरू, आफूले ल्याएका कार्यक्रमलाई मात्रै आफ्नो भनौँ, अर्काले ल्याएको कार्यक्रमले मेरो भनेर त्यहाँ दम्ब नदेखाउँ। आन्दोलनबाट प्रधानमन्त्री हट्न सक्छ नेपालमा? त्यो सम्भव छ? राजा हट्यो यार नेपालमा प्रधानमन्त्री। करप्सन भनेको त हामीले नै गर्छौं, अरूलाई दोष किन दिने? हामीबाट करप्सन कम गरौं, निर्मूल गर्न सकिँदैन। म धेरै सोझो थिएँ, अहिले त मलाई त्यसो भन्दा पत्याउँदैन। मान्छेले प्रचण्ड सोझो मान्छे भएर पत्याउँदैन। तर चाहिँ मलाई चाहिँ गाउँमा सबैले देउताको गाई भन्थे मलाई। भवतु सर्वमङ्गलम्। मैले 17,000 मान्छे मारेर आएको भन्ने तथ्याङ्क भन्ने गरिएको छ। साथीहरू र आदरणीय जनसमुदाय, यो सत्य होइन, यो सत्य होइन। सत्य के हो? सत्य के हो मलाई भन्न दिनुहोस्। सत्य के हो भने हिजोको सामन्तीय राजाहरूले 12,000 मारेका हुन्। मलाई 5,000 को जिम्मा दिनुहुन्छ भने म लिन्छु। मेरो स्किम सुन्नु होला। 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट टाँस्नेछौँ। नेपाल फर्किने अभियान चलाउनै पर्दैन, टिकट काट्नै आउने। स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने, अभियान कसैले चलाइरहनु पर्दैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। जनता प्रति पूर्ण वफादार रही, मुलुक र जनता प्रति पूर्ण वफादार रही, सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। त्यो पर्दैन। शेरबहादुर देउवा कस्तो नेता हो? दक्षिण एसियाकै सबैभन्दा चतुर नेता। हाम्रा उम्मेदवारहरूलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो। मेयरमा सूर्यलाई अस्वीकार गरेर बाने बसेको। मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी महिनाको 30,000 रुपियाँ सबैलाई, 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री, त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री। म जतिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ? कोरोना भनेको एउटा रुगाखोकी जस्तो लागिहाल्यो भने हाछ्यौं गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ। A+B को होल स्क्वायरको फर्मुला के हजुरलाई थाहा होला? थाहा छ भने बताइदिनुस् न। धेरै पुरानो कुरा गर्नुभयो। ढलो आज ढलो, भरे ढलो, भोलि ढलो, बिहान ढलो, बेलुका ढलो, राति ढलो, ढलो। म 5,000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि बचेको छु। धेरै पटक यौन सम्पर्क गर्दा कुनै असर गर्छ कि भन्ने जुन जिज्ञासा छ, एकैचोटि गर्नु पर्यो खप्टिएर। कहाँबाट ल्याउने? मैले अक्सफोर्ड कहाँबाट ल्याउने? अक्सफोर्ड विद्यालय नेपालमा त्रिपुर विद्या कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने? यो कुरा सुन्नुहोस्, तपाईँ कुरा सुन्नु, तपाईँ मेरो कुरा सुन्नु आउनु आएन। अनि तपाईँ बिच पस बोलिहाल्नु किन? भगवान कसम कमेन्ट यस्तो कहिलेकाहीँ ब्रुटल हुन्छन् कि होइन, अधिकांश त्यो अधिकांश कमेन्ट मध्येको तपाईँलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ? बाख्रा
अनि सरकारी कोषबाट कृषि अनुदान लगेको कहाँनिर गयो भने मेरो प्रश्न यति मात्र हो क्या हिसाब बुझाउनु पर्दैन जनतामा पारदर्शी भन्ने ठुल्ठुला कुरा गर्ने विज्ञानका कुरा गर्ने राष्ट्र निर्माणका कुरा गर्ने अनि त्यो खुसी कहाँ गयो भनेको मैले तपाईँले बाख्रा के गर्नुभयो मैले बाख्रा काटेर खाएँ कि पोलेर खाएँ कि छोइला खाएँ कि ह्यागुला खाएँ तिमीलाई के चासो सुरु भयो भन्दै पर्यो